चुनाव जिते मात्रै तपाईँ रौतहटमा घर बनाएर बस्ने कि चुनाव हारे पनि रौतहटमै घर बनाएर बस्नु? होइन, म चुनाव हार्दिनँ, मैले हार्न जाने छैन। मलाई जनताले जिताउँछन् र ऋषि धमला जित्नको लागि आएको, कहिले हारेको छैन। नेपाली पत्रकारिता उसले कहिले हारेन, अब चुनाव पनि हार्दैन। जनतालाई भगवान ठानेर जनताको साथमा रहेर जनताको लागि काम गर्ने जनता जनता जनता। मैले जनता जान्न चाहन्छन् कार्यक्रम त्यसै चलाएको होइन। जनताको भावना, जनताको चाहना, जनताको छ नि आजको आवश्यकता के हो थाहा छ? नयाँ पुस्ता, नयाँ विचार भएको मान्छे जसले समाजलाई बदल्न सक्छ, रूपान्तरित गर्न सक्छ, समाजमा भ्रष्टाचारलाई कारबाही गर्न सक्छ। बारम्बार मैले देशमा तपाईँलाई थाहा छ एउटा मुख्य एजेन्डा के बनाइ? भ्रष्टाचारलाई कारबाही गर, भ्रष्टाचारलाई अब बाँकी नराख, सुशासन देऊ, विकास गर। थ्याङ्क यू सो मच। नमस्ते बाई बाई। जनताले के भने? जनता एकदम खुसी छन्। जनता एकदम खुसी छन्। जनताले ऋषि धमलालाई एकदम माया गरेका छन्। जनताले ऋषि धमलालाई साथ दिन्छन्। रौतहटमा मोबाइल आउने पक्का हो? एकदम पक्का।